गिफ्टलाई नेपालीबाट के भन्छ होला? गिफ्टलाई ग्रामरलाई नेपालीबाट के भन्छ होला? ग्रामरलाई हेलो नमस्ते, म राजु गुरुङ। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आशा छ हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै नै छु। सधैँ चाहिँ आज पनि ट्रस्टेड च्यालेन्ज इङ्ग्लिस टु नेपाली लिएर आएको छु। आज रेन्डम पब्लिकहरूलाई गएर 5वटा क्वेसन मसँग छ अनि उहाँहरूलाई सोध्दैछौँ, जसले 5वटामा 5वटा एकदमै करेक्ट एन्सर दिनुहुन्छ। सोधै चाहिँ हामी उहाँलाई 500 रुपिस हामी दिनेछौँ। सो धेरै नबोलिकन आज भिडियोलाई सुरु गरौँ। लेट्स स्टार्ट द भिडियो गाइस। अलराइट, अहिले हामीसँग दुईजना एकदमै ह्यान्डसम ब्रदरहरू हुनुहुन्छ। उहाँले आजको च्यालेन्ज एक्सेप्ट गरिसक्नु भएको छ। उहाँलाई अब के प्रश्न सोध्दैछु इङ्ग्लिसबाट है, उहाँले नेपालीबाट सही ट्रान्सलेट गर्नुभयो भने चाहिँ उहाँले 500 रुपिस हाम्रो जित्न सक्नुहुनेछ। गिफ्टलाई नेपालीबाट के भन्छ होला? तोहफा। तोहफा चाहिँ हिन्दी भयो। गिफ्टलाई नेपालीबाट प्राइस गेस गर्न सकिन्छ, राइटै हुनुपर्छ भन्ने पनि छैन। मन नसक्ने खानाले हो। गिफ्टलाई याद भएन नि मलाई। तोहफा त होइन यादै छैन हामीलाई। गिफ्टको पास। नेक्स्ट नि गिफ्टलाई नेपालीबाट के भन्छ? गिफ्टलाई नेपालीबाट तोहफा त हिन्दीबाट। गिफ्टलाई त तोहफा त हिन्दी भयो। हुन्छ हो तर गिफ्टलाई त उपहार। उपहार एक्ज्याक्टली मैले एकदमै सही एन्सर दिनुभएको छ। गिफ्टलाई नेपाली उपहार। उपहार साँच्चै नै हो? हजुर सुनेको छु। ग्रामरलाई नेपालीबाट के भन्छ होला? एक्ज्याक्ट आएन तपाईँ, थाहा चाहिँ छ तर आएन। ग्रामरलाई नेपालीबाट के थाहा छ? ल ट्राई गर्नु भाइ त। पढेको हामीले नेपालीबाट पनि पढेको। छन्द र सबन्ध होइन नि? त्यही हुन्छ हुनु चाहिँ। ल ग्रामरलाई चाहिँ नेपालीबाट भन्छ हुन्छ। उहाँले पनि एकदमै सही एन्सर दिनुभएको छ। ग्रामरलाई चाहिँ नेपालीबाट भन्छ व्याकरण। नेक्स्ट क्वेसन रहेको छ, इस्टाब्लिसमेन्टलाई नेपालीबाट के भन्छ होला? पासै होला। इस्टाब्लिसमेन्टलाई इस्टाब्लिस गर्नु भन्छ नि, बनिनु। स्थापना भन्छ होला। स्थापना भनेको इस्टाब्लिसमेन्टलाई स्थापना एक्ज्याक्टली उहाँले पनि एकदमै सही एन्सर दिनुभएको छ। तपाईँको लागि फोर्थ क्वेसन रहेको छ है, फाइनेन्स मिनिस्टरलाई नेपालीबाट के भन्छ होला? फाइनेन्स मिनिस्टर मिनिस्टर मन्त्री भन्छ। फाइनेन्स मिनिस्टरलाई के भन्छ? सजिलो त याद भएन हामीलाई। फाइनेन्स मिनिस्टर मन्त्री भन्छ मिनिस्टरलाई। मन्त्री भन्छ फाइनेन्स
हुन्छ यसको फाइनेन्स मिनिस्टर तपाईँको नेपालीबाट भन्छ अर्थमन्त्री स्योर हजुर स्योर तपाईँले एकदमै सही एन्सर दिनुभएको छ इन्कम सर्टिफिकेटलाई के भन्छ होला इन्कम सर्टिफिकेट सुन्नुभएको हो हुन्छ यसको सही एन्सर हुन्छ तपाईँको आय प्रमाणपत्र उहाँले एकदमै सही एन्सर दिनुभएको छ उहाँले आउट अफ 5 मा 4टा क्वेसनको एकदमै सही एन्सर दिनुभएको कारणले गर्दा उहाँलाई फेरि पनि म एउटा मौका दिनेछु 500 टिप्नका निम्ति है यो क्वेसन्स उहाँले सही एन्सर दिनुभयो भने चाहिँ उहाँले हाम्रोबाट 500 रुपिस जित्न सक्नुहुनेछ है अन्तिम प्रश्न तपाईँलाई सोध्नेछु यदि तपाईँले त्यसको एन्सर दिनुभयो भने चाहिँ तपाईँले 500 रुपिस हामीबाट जित्न सक्नुहुन्छ हुन्छ अन्तिम प्रश्न छ नेपाली भाषा दिवस हामी 20 अगस्त एकदम स्योर एकदमै सही एन्सर दिनुभएको छ है हामी भाषा दिवस नेपाली भाषा दिवस हामी 20 अगस्त मनाउने गर्छौँ बधाई छ तपाईँले 500 रुपिस हाम्रोबाट जितिसक्नु भएको छ है कङ्ग्रेचुलेसन्स है तपाईँहरूले जित्नु भएको छ थ्याङ्क यू सो मच अनि पार्टिसिपेट गरिदिनु भयो उहाँले 500 रुपिस हाम्रोबाट जितिसक्नु भएको छ आजको तपाईँहरूलाई यो च्यालेन्ज के कस्तो लाग्यो एकदम राम्रो लाग्यो यस्तो प्रकारको क्वेसनहरू के त अब धेरै नै गरिन्छ के त अब मतलब ट्रान्सलेट खालके नेपाली इङ्ग्लिसबाट नेपालीमा के भन्छ भनेपछि अहिलेको मान्छेहरूलाई त्यस्तो थाहा पनि हुँदैन के त अहिले सबैजना अङ्ग्रेजी मिडियममा मेरो छोरी त यस्तो बोर्डमा पढ्छ यो गर्छ होइन अब आफ्नो भाषालाई चाहिँ मान्छेले हेपिरहेको हुन्छ हो किन भन्दा चाहिँ अब हामी गभर्मेन्ट कलेजमा पढ्छौँ नेपाली विभाग हामी नेपालीमा पढ्छौँ त्यही भएर हामीलाई चाहिँ अब यस्तो कुरा अलि भए पनि ज्ञान छ अलिअलि भए पनि ज्ञान हुन्छ तर अब उनीहरूलाई इङ्ग्लिस पढेर नेपाली त जान्दिनँ भन्नु भएन नि त हो किन भनेपछि अब त्यस्तो हुन्छ अब उनीहरूलाई पनि के भन्न चाहन्छु भने आफ्नो भाषाको चाहिँ माया गर्नुपर्छ होइन यति नै मेरो पक्ष चाहिँ तपाईँकोबाट के मलाई आजको च्यालेन्ज जितेर के कस्तो लागिरहेको धेरै खुसी लागिरहेको छ आजको च्यालेन्ज जितेर चाहिँ हजुर तपाईँलाई क्वेसन्सहरू कतै साह्रो लाग्यो कि तपाईँलाई सजिलै हामीले चाहिँ अब नेपालीमा के भन्छ उयो पढ्दै गरेकोले चाहिँ हामीलाई चाहिँ अब त्यस्तो साह्रो चाहिँ लागेन हजुर त्यस्तो सजिलो होइन ठिकैको थ्याङ्क यू सो मच है अनि तपाईँकोबाट केही बाट के भन्दा चाहिँ तपाईँले के भन्नु चाहनुहुन्छ तपाईँको भ्युअर्सलाई चाहिँ यस्तो तपाईँको थ्रुबाट चाहिँ म के भन्न चाहन्छु भने चाहिँ हाम्रो यो नेपाली हामी जति पनि छौँ होइन समुदायहरू आउने जेनेरेसनलाई पनि के भन्न चाहन्छु भने हामी यो नेपाली भाषालाई चाहिँ हामीले चाहिँ अब माया गर्नुपर्छ नेपाली भाषालाई हामीले पढेर हुन्छ कि अब के गरेर हुन्छ यसरी हाम्रो भाषालाई बचाउनुपर्छ त्यो दाको यो थ्रुबाट चाहिँ यो किन चाहिँ गरेको हो भने चाहिँ दाको थ्रुबाट चाहिँ मैले बुझ्न सकेँ कि यो भाषालाई चाहिँ हामीले चाहिँ आफ्नो जीवनलाई पनि यो सिक्दै लानुपर्ने कुराहरू पनि धेरैजनामा आयो किनकि हामीले पनि कतिवटा कुरा भाषाहरूको यो अर्थहरू बुझ्दैनौँ तर यो भाषाहरूलाई चाहिँ हामीले अर्थमा राखेर होइन हामीले आफ्नो जीवनमा धेरै कुराहरूलाई उपयोग गर्न सकिन्छ जितेर खुसी लाग्यो कि त्यही हो आफ्नो उस चाहिँ अब त्यो ल्याङ्ग्वेज चाहिँ अब जोगाएर राख्नु चाहिँ भ्यालु चाहिँ गर्नुपर्छ भन्ने त्यति हो आजको भिडियो पनि यही सकिसकेको छ है तपाईँलाई आजको भिडियो के कस्तो लाग्यो प्लिज आफ्नो प्रतिक्रिया दिनु नबिर्सिनु होला अनि जसले पनि आजको भिडियोमा पार्टिसिपेट गरिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद अनि मेरो विशेष गरी म धन्यवाद दिन चाहन्छु हाम्रो भाइलाई जसले क्यामेरामा सपोर्ट गरिदिनु भएको छ अनि हाम्रो यहाँ भानिज है यता हेर्नु न भानिज त्यहाँ कस्तो बजाइदिएको अनि भानिज र भाइले चाहिँ मलाई क्यामेरामा सपोर्ट गरिदिनु भयो धेरै धेरै धन्यवाद अनि स्पेसली जसले पनि आजको च्यालेन्जलाई जित्नुभयो जो विजेता हुनुभयो उहाँलाई पनि बधाई छ तपाईँहरूलाई है आजको भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो भने तपाईँलाई धेरै धेरै धन्यवाद हुन्छ थ्याङ्क यू सो मच यसरी नै मलाई साथ सपोर्ट दिनु होला अनि तपाईँहरूको अघि यस्तो यस्तो भिडियोको साथमा उपस्थित हुने नै छु तपाईँसम्मको लागि मलाई बिदा दिनु होला केटाहरू धन्यवाद भाइ